जापान त जाने, जापान कस्तो छ? अब मेन कुरा पैसा नै हो। पैसा कति छ? कुन सिटीमा जाँदैछु? अनि जापानमा फ्युचर छ कि छैन? अब SSW1 मा त जाने, गएर SSW2 पाउन कतिको सजिलो छ, अनि हामीले जाँदै गरेको कम्पनी कस्तो छ, अनि हामीले गर्ने काम कस्तो छ, धेरै कुराहरू छ। हामी केही नजानिकन हामी जापान आइन्छ। हजुर नमस्ते सबैजनालाई र स्वागत छ मेरो नयाँ न्यू भिडियोमा। सधैँको जस्तो नयाँ भिडियो लिएर तपाईँको सामु प्रस्तुत भइसकेको छु। आजको भिडियो के को बारेमा भने तपाईँले थाहा पाइसक्नु भयो होला। हजुर आजको भिडियो भनेको जापानमा आइसकेपछि अनि वैदेशिक रोजगारमा जापान आउने विदेशीहरूले कतिको दुःख पाएका छन्, के कुराहरुमा दुःख पाएका छन्। सबैले पैसाकोहरु आइफोनहरुको घुम्न गएको फोटोहरु हालिरहेको हुन्छ। के त्यो नै हो तपाईको रियालिटी? कति दुःखहरु छ, के कुराहरु छ, प्रब्लमहरु, अनि विदेशमा वैदेशिक रोजगारमा आएका विदेशी नागरिकहरूले के दुःखहरु पाएका छन्, ती कुराहरु छलफल गर्नलाई आजको भिडियो लिएर प्रस्तुत भइसकेको छु। यति भन्दै आजको भिडियो यही सुरु गर्छु। भिडियो सुरु गर्नुभन्दा पहिला कृपया भिडियो मन पर्छ भने लाइक र सब्स्क्राइब गरेर सपोर्ट गर्न नबिर्सनु होला भन्दै आजको भिडियो यही सुरु गर्न चाहन्छु। तपाई रेडी हो? लेट्स गो। धेरै कुराहरुको च्यालेन्जिङ छ अहिले। मान्छेहरु धेरै बढ्दैछ। स्टुडेन्टमा भयो, टीआईटी मा भयो, डाइरेक्ट ओरिकिङमा भयो, ब्याचलरमा भयो, एसएसडब्ल्यू मा भयो, सबै कुराहरुमा यो सबै भिजामा मान्छेहरु धेरै छ। अहिले धेरै विदेशबाट मान्छेहरु आएको छ, नेपालबाट पनि आउनु भएको छ। धेरै मान्छेहरु आएको कारणले गर्दा चाहिँ तपाईको च्यालेन्जिङ धेरै छ। च्यालेन्जिङ यति छ, तपाईको चाहने सिलेक्ट हुने अपर्चुनिटी यति छ, चान्स यति छ। मान्छे धेरै भएपछि तपाईको चुजुने पनि चान्स कम हुन्छ। त्यही भएर राम्रोसँग अब मैले भन्ने सबै प्रब्लमहरु राम्रोसँग पढेर, राम्रोसँग बुझेर, राम्रोसँग माइन्ड मेकअप गरेर आउनु होला। हजुर तपाई जापान एसएसडब्ल्यू भिजामा आउने भने तपाई तयारी गरिसकेपछि यहाँ पाइरहेको दुःखहरु के छ, कुन प्रब्लमहरु छ, त्यो सबै कुराहरुको छलफल गर्छु। यो राम्रोसँग बुझेर आउनु होला। अनि यो मैले भनेको प्रब्लमहरु तिनीलाई नै तपाईले सल्भ गर्न सक्नुभयो, राम्रोसँग गर्न सक्नुभयो भने तपाईलाई जापानको लाइफस्टाइल त्यस्तो नराम्रो हुँदैन भन्ने मेरो आफ्नो अनुभवको अन्तर्गत मैले आज यस भिडियो बनाएको छु। यस भिडियोमा मैले सबै हेरेर टोटल 7 वटा तपाईलाई प्रब्लमहरु भन्छु। तिनी प्रब्लमहरुलाई तपाईले सल्भ गर्नुस्, तपाईको सोलुसन पनि त्यहाँ आफै नै हुन्छ। यति भन्दै आजको हाम्रो 1 नम्बरको प्रब्लममा जान चाहन्छु। 1 नम्बरको प्रब्लम भनेको तपाईको सबैभन्दा ठूलो प्रब्लम हो, त्यो भनेको ल्याङ्ग्वेज ब्यारियर। अब ल्याङ्ग्वेज ब्यारियर भनेको के हो? अब ल्याङ्ग्वेज भनेको तपाईको कस्तो हुन्छ भने जापानमा आइसकेपछि इंग्लिश बोलौँला भन्ने हुँदैन, नेपाली बोलौँला भन्ने हुँदैन। बोल्ने भनेको जापानिज हो। हामी कम्पनी जाइन्छ। अब कम्पनी कस्तो छ, कम्पनीमा राम्रोसँग बुझ्नु होला। कुन कम्पनीमा जाँदैछ भने बुझ्नु होला। त्यो कम्पनीमा अब तपाईको कतिको नेपालीहरु छ, कतिको इंग्लिशहरु छ, कतिको जापानिजहरु छ, त्यो पनि बुझ्नु तपाईलाई जरुरत रहन्छ। मैले त्यो बुझ्नु भएको छैन भने पनि ठिकै छ। तपाई जब जापान आउने बेलामा तपाई राम्रोसँग बोल्न सक्ने भएर आउनुस्। यहाँ लेखेको सबै कुराहरु जापानिजमा लेखेको हुन्छ, त्यो जापानिजमा लेखेको पढ्न सक्ने भएर आउनुस्। हाम्रो नेपालीको मेरो पनि त्यस्तै छ, तपाईहरुको पनि त्यस्तै होला। हाम्रो रिडिङमा राम्रो आउँदैन, हाम्रो लिसनिङमा खान्जिम यताउति गरिएला, तर रिडिङमा खासै राम्रो हुँदैन। अनि मेन अर्को कुरा भनेको हाम्रो अनि जिएलपीटी यान्फो दिएर आएको हुन्छ अथवा जेएफटी दिएर आएको हुन्छ, त्यसमा तपाईको स्पिकिङ हुँदैन। स्पिकिङ नभइसकेपछि हाम्रो बोल्ने एउटा वातावरण छैन। त्यही भएर बरु बिग्रियोस्, तपाई बिग्रिदाखेरि कोही हाँस्छ भने हाँसोस्, तर बक्की नै फुटे छैनन् कसरी बोल्ने भनेर भन्दा राम्रोसँग बरु बिगार्नुस्, बोल्नुस्, साथीसँग बोल्नुस्, एक्लै बोल्नुस्, सेन्सेहरुसँग बोल्नुस्, सकेसम्म बोल्न ट्राई गर्नुस्। अनि राम्रोसँग बोलेर आउनु होला। तपाईको सबै अनि तपाईको सर्टिफिकेटलाई बोल भन्ने सर्टिफिकेट बोल्दिन। त्यही भएर तपाई राम्रोसँग बोल्न सक्ने भएर आउनु होला। यदि तपाई नर्सिङ र फुड सर्भिसमा आउँदै हुनुहुन्छ भने तपाई धेरै ग्राहकहरुसँग बोल्न पर्छ, अनि तिनीसँग खाइयो भन्छ तपाईको कन्भर्सेसनहरु गर्न पर्छ। अनि के चाहिएको छ उनीलाई, के कसो थोरै पनि बिगाड्दियो भने कुनै पैसा जान्छ। त खाना मगाउनेमा तपाईको केही तपाईको सर्भिस राम्रो भएन, तपाई बोल्न सक्नु भएन भने उनीहरुको अर्डरहरु सबै मिस्टेक हुन्छ। अनि तपाईको नर्सिङ केयरमा हो भने तपाईलाई बुढाबुढीले दबाई लिएर आइजा भन्छ, के भन्छ, त्यो राम्रोसँग पढ्न जान्नु भएन भने तपाईलाई धेरै गाह्रो हुन्छ। अनि उनीहरुले के मलाई घाँटी दुख्यो पानी ले भन्ने बेला तपाई पानी दिन सक्नु भएन भने, अनि बुझ्नु भएन भने झ्याउ हुन्छ। अनि त्यो राम्रोसँग ल्याङ्ग्वेज गरेर आउनु होला। ल्याङ्ग्वेज गरेर आउनु भयो भने धेरै कुराहरुको समाधान हुन्छ। अनि हाम्रो 2 नम्बरमा प्रब्लम छ हाम्रो हेभी वर्क लोड। त्यो भनेको कस्तो हुन्छ भने मेन भनेको तपाईको अब कन्स्ट्रक्सनमा आउँदै हुनुहुन्छ भने धेरै दुःख छ जापानमा। अनि तपाई नेपालबाट आउनु मलाई गरिन्छ, नेपालमा दुःख गरेको, खेत खनेको, यताउति गरेको, एग्रिकल्चरमा पनि गरेको, अब नेपालमा गरेपछि जापान आएर गरिन्छ भन्नु सोच्नुहुन्छ भने त्यो हुँदैन। किनकि नेपालमा भनेको हामीले बिस्तारै विश्राम गरेर काम गर्ने वातावरण छ। अनि ल टले जान्छ, अब टले जाँदा हेर्ने पायो कि, तर थाक्यो भने खुट्टा दुख्यो भने बस्छु भन्न पाउँछ। तर यहाँ भनेको तपाईको 1-1 मिनेटको पैसा दिएको हुन्छ। त्यही भएर तपाईलाई 1-1 मिनेट पनि त्यही अनुसारको काम गर्न पर्छ।
थोरै भए पनि तलमाथि गर्न मिल्दैन, ढिलो चाँडो उसहरू हुँदै हुँदै सबै राम्रोसँग गर्नुपर्छ। ढिलो गऱ्यो भने किन ढिलो गरिस् भन्छ, तपाईँको पोइन्टहरू झरालिदिन्छ, तपाईँको स्यालेरी बढ्दैन, धेरै कुराहरू तपाईँको हेर्ने एउटा एउटा हुन्छ तपाईँको। त्यो एउटा भनेको तपाईँको एउटा पोइन्ट जस्तै हो, बढ्दै बढ्दैन, त्यो नबढेपछि तपाईँको स्यालेरी पनि बढ्दैन। त्यही भएर राम्रोसँग नेपालको दुःख गरेछु, नेपालमा गरेको म यहाँ पाएर पनि गर्न सक्छु भन्ने त्यस्तो भन्ने त वातावरणले हुँदैन। म वहाँ गएर नि गर्छु, म नेपालमा सकेको भएर वहाँ पनि सक्छु भन्ने हुँदैन। त्यही भएर धेरै गाह्रो हुन्छ। राम्रोसँग तपाईँको वर्क लेबरहरू अनि कस्तो के काम हो तपाईँले घरबाटै मेन्टालिटी पनि राम्रोसँग अनि फिजिकल भइहाल्यो, मेन्टालिटी पनि तपाईँले राम्रोसँग स्ट्रङ भएर आउनु होला। यहाँ धेरै गाह्रो छ है, काम गर्न थाक्यो भनेर अनि रोएर हाने नि पैसा आउँदैन, काम गरेर नै पैसा आउने हो। त्यही भएर राम्रोसँग मेन्टल पनि फिजिकल पनि राम्रोसँग भएर आउनु छ। अनि 3 नम्बरमा छ लो स्यालेरी कम्पेयर टु एक्सपेक्टेसन। तपाईँले यति एक्सपेक्ट गर्नुभएको थियो, त्यो एक्सपेक्ट गरेको अनुसारको पैसा छैन। एक्सपेक्टेसन भर्सेस रियालिटी भन्ने तपाईँले सुन्नुभएको छ होला। धेरै 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 आकाशदेखि जमिनमै धेरै अन्तर पर्छ तपाईँको। नेपालबाट आउने बेला 2,60,000 छ, 2,50,000 छ, 2 लाख छ तपाईँको स्यालेरी भनेर देखाएको हुन्छ। तर यहाँ आउने बेलामा तपाईँको हातमा 2,60,000 आउँदैन। तपाईँ 2,60,000 तपाईँको बेसिक स्यालेरी छ भने पनि तपाईँको कम्तीमा पनि 180, 190 भन्दा हातमा आउँदैन। किन आउँदैन भन्दा तपाईँको ट्याक्सहरू काटेको हुन्छ, एकदम धेरै ट्याक्सहरू हुन्छ। तपाईँ जति पैसा बढीकोमा उति तपाईँको इन्कम ट्याक्स काटेको हुन्छ, तपाईँको हेल्थ इन्सुरेन्स काटेको हुन्छ, तपाईँ बसेको ठाउँको म्युनिसिपालिटी ट्याक्स काटेको हुन्छ। अब रुमहरू त भइहाल्यो, बिजुली बत्ती यिनीहरू सबै तिर्नुपर्छ, धेरै कुराहरू फरक पर्छ। हाम्रो नेपालमा स्यालेरी जति हो त्यति नै आउँछ, तर यहाँ भनेको तपाईँको सबै कुराहरू काटेर प्रत्येक महिना तपाईँको हेल्थ इन्सुरेन्स 12,000 से 17,000 रुपियाँ काटेको हुन्छ। अनि तपाईँको म्युनिसिपालिटी ट्याक्स पनि तपाईँको अब सिटी अनुसार हुन्छ, तर मेरो सिटीमा मेरो हिसाबले हेर्ने भने मेरो 4,000 रुपियाँ काटेको हुन्छ सिटीको। अनि तपाईँको इन्कम ट्याक्स पनि त्यही अनुसारको 7-8,000 रुपियाँ काटिरहेको हुन्छ। अनि धेरै कुराहरू काट्छ यो ट्याक्सहरू है। अनि धेरै गाह्रो छ जापानमा। त्यही भएर स्यालेरी 2,60,000 छ भन्दैमा ओहो 2,60,000 पाउने भयो भनेर चाहिँ नआउनु होला, त्यसमा तपाईँको काट्छ। त्यही भएर राम्रोसँग यो एक्सपेक्ट गरेर चाहिँ नआउनु होला स्यालेरीको बारेमा। अनि यहीँ आएर अनि पछि दुःख गरेर जम्मा गराउँला भन्ने सोच छ भने आउनुहोस्, नत्र एकैचोटि पैसा हुन्छ भन्ने हुँदैन। त्यही भएर स्यालेरी धेरै एक्सपेक्ट गरेर चाहिँ नआउनु होला। अनि नम्बर 4मा छ नो फ्यामिली भिजा अन्डर SSW1 भनेको तपाईँको SSW1 मा तपाईँको फ्यामिली भिजा हुँदैन। अब सबै जापानमा आउने मान्छेले SSW2 पाउँछै भन्नु छैन, मेहनत गर्नेले पाउँछ, मेहनत नगर्नेले पाउँदैन। त मेहनत पनि काममा मेहनत भइहाल्यो, काममा पनि एउटा लिडरसिप हुने हिसाबले काम गर्नुभयो, तपाईँले सबैलाई कन्ट्रोलमा राख्नुभयो, सबैलाई काम सिकाउनुभयो, एउटा म्यानेज गर्नुभयो। अनि त्यो म्यानेज गर्यो भन्दैमा हुँदैन कि तपाईँको एउटा काम गर्ने इन्भाइरोमेन्ट वातावरण बनाउन सक्नुपर्छ। कुनैले केही प्रब्लम गरेछ भने त्यो प्रब्लम पछि अर्कैले नगरोस् भन्ने कुरालाई चाहिँ एउटा ताइसक हुन्छ। ताइसक भने जस्तै अब एउटा छलफल गरेर अनि त्यसको उपायहरू झिक्ने, कुन उपायहरू झिक्दा के हुन्छ, यो उपायलाई चाहिँ ताइसको भन्छ। अनि यो कसैले प्रब्लम क्रिएट गर्यो भने त्यो प्रब्लम अर्कोले क्रिएट नगरोस् भन्नलाई केही उपायहरू, त्यसको बारेमा केही कुराहरू सल्भ गर्नलाई एउटा लिडरसिप बनेर उपायहरू झिक्न सक्नुपर्छ, तिनीहरू झिक्नु। अनि त्यसपछि लगायत तपाईँको ल्याङ्ग्वेज, मैले सुरुमा भनिहालेँ ल्याङ्ग्वेज प्रब्लम। त्यही भएर अनि तपाईँको एक लेभलबाट नै ल्याङ्ग्वेज राम्रोसँग गर्नुभयो भने पछि गएर SSW2 पनि पाइन्छ। जापान बस्न सजिलो भयो, तपाईँले कहीँ गएर कम्युनिकेसन गर्न सजिलो भयो, तपाईँ कहीँबाट ट्रान्सफर हुनुभयो भने ल्याङ्ग्वेज धेरै हेल्प गर्छ। त्यो भएको कारणले ल्याङ्ग्वेज गरेर आउनु भने ल्याङ्ग्वेज गऱ्यो भने SSW2 पनि पाइन्छ भन्ने धेरै अपेक्षा राखे पनि हुन्छ। अनि त्यही माथि तपाईँको SSW1 मा त आउने जापान, SSW1 मा आएर SSW2 पाएन भने त 5 वर्ष बसेर यहीँ खाएकै तिर्दा ठिक्क हुन्छ। अनि कहिले जम्मा गर्ने के फ्युचर हेर्ने, त्यही फ्युचर हुँदैन। SSW1 मा आयो भने हुँदैन भन्ने हुँदैन, तर SSW2 नगर्नेसम्म सोचेको जस्तो फ्युचर हुँदैन। त्यही भएर अनि राम्रोसँग बुझेर राम्रोसँग ल्याङ्ग्वेज पढेर आउनु होला। अनि बल्ल तपाईँले SSW2 भएपछि फ्यामिली भिजा पनि पाउँछ, डिपेन्डेन्टमा बोलाउनु पनि पाउँछ, अनि सबै कुराहरू मिल्छ, बच्चाहरू बोलाउनु मिल्छ, बाबा आमालाई घुमाउन ल्याउनु मिल्छ। त्यही भएर SSW1 मा फ्यामिली भिजा नमिल्ने कारण चाहिँ यो धेरै एउटा समस्या पनि हो। हेरौँ अब बढ्दै अब जाँदै गर्दा चाहिँ SSW1 मै पनि फ्यामिली ल्याउन मिल्ने भनेर बनाइदिन्छ कि भन्ने आशा बनाइदियो हुन्थ्यो। केही नोटिस दिएको छैन, नोटिस दियो भने म तपाईँलाई लिएर प्रस्तुत हुन्छु। अनि नम्बर 5 मा छ हाउसिङ प्रब्लम। हाउसिङ प्रब्लम भनेको के भन्दा कस्तो हुन्छ भने तपाईँको अब SSW1 मा तपाईँ जापान आउने बेलामा प्राय उसहरूले तपाईँ कम्पनीहरूले अनि आफ्नै अपार्टमेन्ट दिएको हुन्छ, एबेन्डन दिएको हुन्छ। अनि कुनै कम्पनी अथवा आदि कम्पनीहरूले तपाईँले आफै आएर खोज, हाम्रोमा त्यस्तो व्यवस्था छैन है, म त्यस्तो टाउको दुखाइ गर्दिनँ भनेर भनिदियो भने तपाईँले यहाँ आएर खोज्नुपर्छ। यहाँ आएर खोज्ने बेलामा कस्तो हुन्छ, 1 नम्बरमा तपाईँको अहिलेको हालको तपाईँको कन्डिसन सिचुएसन हेर्दाखेरि तपाईँको विदेशीहरूलाई कोठा नदिने भनेर भन्ने ठाउँहरू म्याक्सिमम धेरै छ। विदेशी हो भने नो भनेर सुरुमै रिजेक्ट गरिदिन्छ। अनि दोस्रो नम्बर ल पाइहाल्यो,
अनि विदेशी भए पनि ओके ल दिन्छु रुम भन्ने मान्छे पाइयो भने तपाईँको होस्योनिन भनेको तपाईँको एउटा जापानिज ग्यारेन्टी हुने मान्छे। तपाईँले यदि पैसा दिन सक्नु भएन, तपाईँले फोन आन्दाखेरि उठाउन सक्नु भएन, तपाईँले पैसा नदिने भागिदिनु भयो भने कसले ग्यारेन्टी गर्छ भनेर तपाईँले एउटा जापानिज, त्यही पनि भर्खर केटा भएर हुँदैन, हल्का एजेड फ्यामिलीवाला मान्छे चाहिन्छ। त्यो भनेको तपाईँको होस्योनिन एउटा ग्यारेन्टी पर्सन चाहिन्छ। त्यो नभएपछि तपाईँलाई रुम पनि दिँदैन। ल रुम पनि दियो अनि सबै त्यो मान्छे पनि पाइयो। रुम लिनेलाई कस्तो हुन्छ भने एकैचोटि 2 3 महिनाको भाडा तिरेर बस भन्छ। त्यो 2 3 महिनाको भाडा तिर भन्यो भने त 1.5 लाख जति त पर्छ 1.5 लाखदेखि 1,80,000 तपाईँको पर्छ 3 महिनाको तिर भन्यो भने। अनि त्यसपछि अनि तपाईँको कि मनी भनेर सुरुमै एडभान्समा दिनुपर्छ। कस्तो भने त भनेको अनि 2 3 महिनाको पैसा होइन कि, अनि तपाईँको महिनाको 50,000 छ भने त्यसको इन्टु 3 गरेर 1,50,000 रुपियाँ तपाईँको सुरुमा पैसा दिनुपर्छ। त्यो पैसा मन्थली पैसा पनि होइन, केही पनि होइन, सुरुमा एडभान्स हो, तर एडभान्स चाहिँ तपाईँको मन्थली हुँदैन। त्यो भनेको खोलामा अनि बालुवा हाले जस्तै हो, बगेर कहाँ जान्छ थाहा हुँदैन। सुरुमा पैसा तिर्न पर्छ। त्यो भने घुस खाए जस्तै त्यो पैसा तिर्न पर्छ। यसलाई चाहिँ कि मनी भन्छ। जापानमा यस्तो रुल छ, प्राय सबैमा हुन्छ। अब लियो प्यालेसहरू कुनैमा हुँदैन, तर अनि प्राय सबैमा हुन्छ तपाईँको कि मनी भनेर। त्यही भएर हाउसको प्रब्लमहरू धेरै छ जापानमा। अनि नम्बर 6 मा छ ल्याक अफ प्रोपर ट्रेनिङ। अब तपाईँको अब कोरियातिर हुने बेला त अनि फिजिकल पनि हुन्छ, के हुन्छ, तर जापानमा भनेको एसएसडब्ल्यूमा चाहिँ तपाईँको फिजिकल हुँदैन। तपाईँले एसएसडब्ल्यू स्किल टेस्ट पेपरबाट पास गर्ने हो। तपाईँको कुनै अनि रियालिटी ट्रेनिङ गरेर अनि स्पोर्टमा गरेर तपाईँको पास हुने हुँदैन। अनि यो नभएको कारणले नै यही नै तपाईँको प्रब्लम हो। किन प्रब्लम हो भन्दा तपाईँले अनि वेल ट्रेनर गराएको हुँदैन, तपाईँले ट्रेन गरेको हुँदैन, पढेको भरमा मात्र आउने हो। यहाँ नेपालमा नगरेको काम फुड सर्भिस, नेपालमा एकदम आकाश जमिनको फरक छ। फुड सर्भिसहरू, कन्स्ट्रक्सन त्यही अनुसारको सेक्युरिटीहरू, सेफ्टीहरू धेरै कुराहरू फरक छ कन्स्ट्रक्सनमा। नर्सिङ केयर त भन्ने परेन कति फरक छ, धेरै कुराहरू छ। एग्रिकल्चरहरू पनि गर्ने तरिकाहरू धेरै फरक छ। नेपालमा कोदालोले खने जस्तो हुँदैन यहाँ, अनि धेरै गाह्रो हुन्छ। तपाईँले ट्रेनिङ गराएको हुँदैन। यहाँ तपाईँले थोरै मिस्टेक गर्नुभयो भने पनि त्यही कुरालाई 3 4 चोटि भन्ने। जापानिज र नेपाली अथवा जापानिज र फरेनमा तपाईँको भेदभाव गर्ने, भेदभाव नभए पनि कस्तो हुन्छ भने तपाईँले जापानिजलाई सपोर्ट गर्छ क्या, मुखले नभने पनि व्यवहारले गर्छ। किन गर्छ भन्दा तपाईँको सबै कुराहरू पढ्न जान्दैन। अनि हामीले अहिले पनि मै बसेको 7 वर्ष भइसक्यो, मैले राम्रोसँग बिजनेस मेलहरू अनि कम्पनीले पठाएको मेलहरू राम्रोसँग पढ्न आउँदैन। अनि त्यो मेललाई कसरी रिप्लाई गर्ने, कुन तरिकाले रिप्लाई गर्ने, एउटा मेलमा रिप्लाई गर्ने पनि तरिका हुन्छ, त्यो पनि पढ्नु पर्छ। अनि उनीहरूले भनेको सबै कुराहरू एकचोटि सर हेर्ने बित्तिकै सट्ट पढेर सट्टै इमी तपाईँ यहाँ अर्थ जान्न पर्यो। त्यो अर्थ नि सबै जानेर आफूले पनि फेरि रिप्लाई गर्न सक्नु पर्यो। धेरै बिजी हुन्छ यहाँको लाइफस्टाइल, एकले अर्कालाई हेर्न सक्दैन। अनि आफ्नो लाइफस्टाइल आफैले हेर्ने हो। त्यही भएको कारणले गर्दा चाहिँ एकदम प्रोपर ट्रेनिङ नभएको कारणले तपाईँलाई यो पनि धेरै समस्या हुनसक्छ। त्यही भएर तपाईँ जुन उसमा स्किलमा जान्न हुनुभएको, जुन फ्याकल्टीमा जान्न हुनुभएको, त्यसको बारेमा सर हेर्ने भिडियोहरू हेर्ने, तिनीको बारेमा मात्रै अनि पढ्ने हेर्ने, अनि सोच्ने कसरी गर्ला के होला, अनि यहाँको सिस्टमहरू बुझ्ने। त्यसै गर्दै तपाईँले अहिलेबाट माइन्ड मेकअप गर्नुभयो भने धेरै कुराहरूको फाइदा हुन्छ। अनि नम्बर 7 मा छ तपाईँको जब चान्स डिफिकल्ट। त्यो भनेको त कस्तो हुन्छ भने तपाईँ मानव फुड सर्भिसमा आउनुभयो, यहाँ जापानमा आउनुभयो, यहाँ आएर फुड सर्भिस मलाई ठिक लागेन, मैले सोचेको हुँदा धेरै फरक रहेछ, म सक्दिनँ फुड सर्भिस, म चाहिँ अब नर्सिङ केयरमा जान्छु, अथवा म एउटा अनि एकोमोडेसनमा जान्छु, अथवा म एउटा तपाईँको कन्स्ट्रक्सनमा जान्छु भनेर सोच्नुहुन्छ। अनि तपाईँ चेन्ज गर्न लाउनु भयो भने तपाईँलाई धेरै गाह्रो हुन्छ। किन धेरै गाह्रो हुन्छ भन्ने असम्भव भन्ने हुँदैन, अनि सम्भव नै छ, गरिरहेको पनि छ, गर्छ पनि। तर कस्तो हुन्छ भने तपाईँ कम्पनी अनुसार तपाईँ यहाँ आएर 1 वर्ष बस्नुभयो, मानव फुड सर्भिसमा 1 वर्ष बस्नुभयो, अब म गएर म कन्स्ट्रक्सनमा जान्छु भनेर सोच्नुभयो भने तपाईँलाई धेरै कम्पनीहरूले अनि त्यो तपाईँको मिड भिजा भनेको त बिचको भिजा हुन्छ नि त, मिड भिजालाई चाहिँ एक्सेप्ट नगर्ने कम्पनी धेरै हुन्छ। अहिले झन् धेरै बढ्दै गएको छ, किनभने च्यालेन्जिङ बढी छ, धेरै कुराहरूको च्यालेन्जिङ छ, धेरै मान्छेहरू छ, धेरै फरेनरहरू आइसके। अब स्टुडेन्ट नआइकन अनि डाइरेक्ट एसएडब्ल्यूमा जाने भनेर मान्छे धेरै भइसके। त्यही भएर एउटा च्यालेन्जिङ धेरै भएपछि तपाईँको अनि सिलेक्ट हुने अपर्च्युनिटी अथवा तपाईँको सिलेक्ट हुने चान्स पनि धेरै कम हुन्छ। मान्छे धेरै भयो, चान्स कम भयो। त्यो भएको कारणले गर्दा चाहिँ अनि राम्रोसँग यही भिजामा जान्छु, यही भिजामा गर्छु, यही भिजामै पछि फ्युचर बनाउँछु भन्ने एकदम स्ट्रङ माइन्ड मेकअप बनाएर मात्रै अनि तपाईँले भिजा उस गर्नु होला, स्किल पढ्नु होला, भिजा एप्लाई गर्नु होला। जापानमा आएर चेन्ज गरे पनि हुन्छ इनकेस भएन भने त अब चेन्ज गर्नै पर्यो, नत्र भने सकेसम्म एउटै भिजामा राम्रोसँग गर्ने हिसाबले गर्नु होला।
अनि यति नै यो आजको 7 प्रब्लमहरु तपाईलाई कस्तो लाग्यो यी सबै प्रब्लमहरु राम्रोसँग बुझेर आउनु होला यो भनेको मेरो मैले कुनै उस गरेको हैन मैले आफ्नो अनुभवले बनाएको भिडियो हो त्यही भएर अन्यथा नसोच्दिनु होला नराम्रो लाग्यो भने केही सुधार्न पर्ने ठाउँहरु छ भने कृपया मलाई कमेन्ट गरेर मलाई सल्लाह दिनु होला भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक गरिदिनुस् र यसै चाहिँ भिडियो चाहिन्छ भने सब्स्क्राइब गरेर सपोर्ट गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु हस् बाइ बाइ तपाईको दिन शुभ रहोस् Canto nihongo ganmati kudasai. Canto nihongo ben kashitakara. Nihone kite issoni ganbari masu. Hasa bye bye. Take care. Jai Nepal.